हेलो नमस्ते सबैजनालाई यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि मैले हजुरहरूको लागि एउटा नयाँ विषयमा एउटा भिडियो लिएर आएको छु। योभन्दा पहिला पनि मैले हजुरहरूलाई मौलिक हक सम्बन्धी लोकसेवाहरूको सम्बन्धीमा धेरै भिडियोहरू ल्याएको थिएँ, जसमध्ये हजुरले मौलिक हक सम्बन्धी भिडियो एकदमै मन पराएर त्यसमा हजुरहरूले कमेन्ट पनि गर्नुभएको थियो र त्यो भिडियोलाई धेरैले हेरिदिनु पनि भएको थियो। त्यसको लागि फेरि पनि म धन्यवाद भन्न चाहन्छु। केही समय मेरो च्यानल मैले युज गरिरहेको थिएन र म धेरै पछि फेरि आफ्नो च्यानलमा ब्याक भएको छु र आज मैले हजुरहरूलाई एज अ फाइनेन्सको रूपमा काम गर्न चाहनेहरूलाई मैले एउटा टपिकमा भिडियो लिएर आएको छु। यसो टपिकमा मैले सधैँ नै केही न केही भिडियो ल्याउने छु र आज चाहिँ मैले हजुरहरूको लागि पेन बिल र भ्याट बिलमा यो भिडियो बनाइरहेको छु। यो हजुरहरूलाई एकदमै काम लाग्न सक्छ यदि हजुर फाइनेन्सको पोजिसनमा अहिले हजुर ब्याचलर म्यानेजमेन्टबाट गर्दै हुनुहुन्छ र हजुरको फ्युचर चाहिँ फाइनेन्स सेक्टरमै हेरिराख्नु भएको छ भने यो भिडियो चाहिँ हजुरहरूलाई काम लाग्नेछ र मैले यो भिडियो सुरु गरेँ। सबैभन्दा पहिला मैले एउटा हजुरहरूको लागि इक्जाम्पलको लागि एउटा भ्याट बिल पनि ल्याएको छु। यो एउटा भ्याट बिल हो जसमा मैले माथिल्लो ठाउँमा चाहिँ एउटा भेन्डरको नामहरू मैले छोपेको छु र यो एउटा भ्याट बिल हो। र मैले यसरी यसो हेर्दाखेरि हामीले चाहिँ एउटा कुनै हाम्रो एउटा संस्थाको लागि एउटा सुज ऱ्याक र स्टिल दराज किनेको थियौँ, जसको मूल्य चाहिँ 3097 रुपियाँ सुज ऱ्याकको थियो भने स्टिल दराजको मूल्य 6990 रुपियाँ थियो। र यो अमाउन्ट भनेको विदाउट भ्याटको हो है। भ्याटको अमाउन्ट हेर्नुहुन्छ भने यो बिलमा यो चाहिँ हाम्रो मैले एरो हेर्न सक्नुहुन्छ, यो अमाउन्ट चाहिँ भ्याटको अमाउन्ट हो। 13% भ्याट लाग्ने अमाउन्ट चाहिँ यो हो। जस्तो यो सुज ऱ्याक र स्टिल दराजको यसरी हजुरलाई बिल आयो भने हजुरले कसरी यसको हिसाब गरेर कसरी भेन्डरलाई पेमेन्ट गर्नुहुन्छ भन्ने कुराको चाहिँ मैले एउटा एक्सेल सिट खोलेँ, म हजुरहरूलाई देखाउँछु। जस्तो यहाँ सुज ऱ्याकको 3 पिसको 3097 गरेर यो 3 पिसको 3097 गर्दा 9291 रुपियाँ र 3 पिसको दराजको 6990 को दरले 20970 भएको छ। हामी एकचोटि पहिला एउटा एज अ फाइनेन्स भइसकेपछि हामीले पहिला त यो क्यालकुलेसनै सही छ कि छैन हेर्न पर्छ। अहिले मैले क्यालकुलेटरले भन्दा पनि हजुरहरूलाई एउटा एक्सेल सिटमै मैले एउटा क्यालकुलेसन गरेर देखाउँछु। तीनटा तीन पिस छ, तीन र यसको रेट कति छ हेरौँ है एकचोटि। 3097 र 6990, 3097 6990 होइन, यही नै हो नि। एक्सेल सम्बन्धी पनि हजुरहरूलाई केही सिक्नु छ भने हजुरहरूले मलाई यहाँ कमेन्टमा लेख्न सक्नुहुन्छ। एक्सेल सम्बन्धी पनि मैले हजुरहरूलाई धेरै नलेज छ। यो इन्टु 3097 गर्नुभयो भने यो ठिक छ हेरौँ, इन्टु यो अब हेरौँ है हिसाब मिलेको छ कि 9291 20970 ठिक छ। यो चाहिँ हिसाब ठिक छ र यो चाहिँ विदाउट भ्याटको भयो। अब यसको टोटल पहिला हामीले टोटल गर्छौँ। यो दुईटाको टोटल कति हुन्छ, अल्ट इक्वल टु गर्नुभयो भने अल्टसँग इक्वल टु थिच्नुहुन्छ भने ठ्याक्कै सम निकालिदिन्छ। 30,261 यहाँ हेर्न सक्नुहुन्छ, 30,261 ठिक छ। र यसको 13% भ्याट, 30,261 को 13% भ्याट 13% गरौँ, ठिक छ। 3933 रुपियाँ 93 पैसा ल एकदम ठिक छ। र भ्याट सहित हाम्रो 30,261 विदाउट भ्याटको अमाउन्ट भयो, प्लस भ्याट हामीलाई कति भयो 3,933 रुपियाँ गर्दाखेरि यति भयो। हाम्रो बिल कतिकै आएको छ 34,194 रुपियाँ 93 पैसा। बिल एकदम ठिक छ। सबभन्दा पहिला एज अ फाइनेन्सले हामीले बिल चेक गर्यो, बिलको अमाउन्ट एकदम ठिक छ। अब हामीले भेन्डरलाई पेमेन्ट कति गर्छौँ भन्दाखेरि पहिला त हजुरहरूलाई अझ पनि योभन्दा पनि डिटेलमा जान्नुपर्ने छ भने हजुरहरूले मलाई कमेन्ट सेक्सनमा लेख्न सक्नुहुन्छ। म अझ हजुरलाई डिटेलमा फेरि पनि म बुझाउन सक्छु। र जस्तो अहिले यो बिल अनुसार हामीले पेमेन्ट भेन्डरलाई कति गर्छौँ भन्दाखेरि पहिला त हामीले भ्याट बिल पेन बिलमा हामीले कति पर्सेन्ट ट्याक्स काट्नुपर्छ भन्ने कुरामा एकदम क्लियर हुनुपर्छ। हामी 1.5% ट्याक्स काट्छौँ, 1.5% ट्याक्स भ्याट बिलमा 1.5% ट्याक्स काट्छौँ, पेन बिलमा पनि हामीले 1.5% काट्छौँ। पेन बिलको केसमा केही शर्तहरू छन्, जस्तो हाम्रो 10 दिनभित्रमा 50,000 को कारोबार हुन्छ भने
50,000 भन्दा बढीको कारोबार भइरहेछ भने हामीले ट्याक्स काट्नुपर्ने हुन्छ, नत्र यदि 50,000 भन्दा बिलो नै छ भने हामीले पेन बिलमा ट्याक्स काटिराख्दैनौँ। तर पनि हामी सेफ साइडमा बस्नको लागि चाहिँ अब हामीले काटिराखेका हुन्छौँ, काट्दा अझ राम्रो नै हुन्छ। तर हामीले चाहिँ अहिलेसम्म यसो हेर्दा प्र्याक्टिस चाहिँ के छ भन्दा 10 दिनमा 50,000सम्म कारोबार हुन्छ भने हामीले 1.5% काट्छौँ पेन बिलमा। तर भ्याट बिलको केसमा के स्योर हुनु पऱ्यो भने हामीले भ्याट बिलमा 1.5% चाहिँ काट्छौँ। हामीलाई त्यो पैसा कति के भनेर हेर्दैनौँ। भ्याट बिल हामीसँग आउँछ भने हामीले भेन्डरलाई पेमेन्ट गर्दा 1.5% काटेर दिन्छौँ। जस्तो यो हाम्रो अहिलेको बिल अनुसार हेर्ने हो भने यो एक्सेल सिटको अब हामीले भेन्डरलाई कति पेमेन्ट गर्छौँ भन्दा ट्याक्स काट्छौँ। तर ट्याक्स हामीले केमा काट्ने? 34,094 मा काट्ने कि यो भ्याटको अमाउन्टको त कुरा भएन, या यो टोटल माथिको टोटल कुनमा काट्ने भन्दाखेरि सबभन्दा पहिला हामीले क्लियर के हुनुपर्छ भने विदाउट भ्याटको अमाउन्टमा हामीले ट्याक्स काट्छौँ। जस्तो यो 3,097, 6,990 गरेको यो इन्टु गर्दा यो जुन यो अमाउन्ट छ, यो दुईवटा अमाउन्ट जोड्दा कुन आएको 30,261, यो अमाउन्टमा मात्रै हामीले ट्याक्स काट्छौँ। भ्याट भन्दा माथिको अमाउन्टमा हामीले ट्याक्स काट्छौँ। 1.5% गर्दा ट्याक्सको अमाउन्ट कति भयो? 453 रुपियाँ 92 पैसा। ल अब हामीले भेन्डरलाई कति पेमेन्ट गर्छौँ भन्दा टोटल बिल आएको 34,194, त्योबाट माइनस 453 ट्याक्स घटाएर भेन्डरलाई पेमेन्ट गर्दा हामीले 33,741 रुपियाँ 2 पैसा गर्छौँ। यो भयो हाम्रो क्यालकुलेसन सहित ट्याक्स कति काट्ने सहित र ट्याक्स कुन अमाउन्टमा काट्ने भन्ने जानकारी सहित यो भिडियो रहेको छ। अझ थप जानकारी यो भन्दा पनि विस्तृत हजुरहरूलाई केही चाहिन्छ भने हजुरहरूले मलाई कमेन्ट सेक्सनमा लेख्न सक्नुहुन्छ। र अरू पनि विषयमा हजुरहरूलाई यदि कुनै पनि ठाउँमा जागिरीको लागि अप्लाई गरिदिनुहुन्छ, फाइनेन्स सेक्टरमा काम गर्ने हजुरहरूको इच्छा छ र केही जानकारी चाहियो भने हजुरहरूले मलाई जानकारी प्रश्न गर्न सक्नुहुन्छ। म हजुरहरूलाई त्यसै विषयमा भिडियो बनाइदिन सक्छु। धन्यवाद। बाई बाई।